परमेश्वरलाई धन्यवाद। यहाँ सबैजना जयमसी तथा नमस्कार छ। आज चाहिँ 13 गते हाम्रो चाहिँ गायत्री पढा थामिङ विद्यालय ढोरचोरमा सामान वितरण गर्ने, क्रिसमसको सामान वितरण गर्ने भन्ने कुरो रहेको छ। त्यसैले चाहिँ अहिले हामी चाहिँ त्यहीँ जाँदैछौँ। म चाहिँ हाम्रो मण्डली भवनमा आएको छु। यहाँबाट डेकहरू, गिटारहरू र माइकहरू लिएर र सामानहरू लिएर चाहिँ जाने भन्ने कुरो आएको छ। यो चाहिँ हाम्रो मण्डली भवन हो। यहाँबाट चाहिँ हामी सामान, गिटारहरू, डेकहरू लग्ने छौँ। पिक्चर छ, यता चाहिँ गिटारहरू छन्, यता लग्ने कुरो छ। मैले चाहिँ गिटारहरू सबैजहरू बोकेँ। अब यो डेक लग्ने भन्ने कुरो हो। एक्लै छु म त आफूलाई पनि नजाने गरी जाने यत्रो सामान बोकेन। अहिले ढोरचोरा गाउँमा कस्तै जाने हो त। अहिले मेरो घरदेखिबाट गइसकेको छु, हेर्न सक्नुहुन्छ। हजुर यही बाटो हुँदै म जानेछु। आजसम्म घरै छ, कमला र सिर्जना आउँदैछ लिन। म चाहिँ डेक र गिटार लगेर जाँदैछु र मेरो बाइबल वचन झोला लिएर मम्मी र बुवा हुनुहुन्छ होला। यही बाटो जाँदैछु म चाहिँ। अहिले चाहिँ म आधी बाटो यहाँ खर्तिनी बोईको घरतिर आइपुगेको छु। त्यहाँ पारि छ दुर्गाको घर। हामी जानुपर्ने चाहिँ त्यो पारि देखेको त्यो गाउँमा हो चाहिँ हामी जानुपर्ने। म चाहिँ अहिले यहाँ आइपुगेँ। अब केही मेरो पारि जान्छु, त्यहाँ फुपूहरू आउनुहुन्छ होला सायद। म त अहिले यहाँ बल्ल बल्ल आएँ। त्यहाँ माथि दुर्गा घरबाट फुपू र फाजु अथवा कोही आउँदै हुन्छ। तीको बाटो हेरिरहेको छु माथि। कहाँबाट आइस खुम्बहादुर? ए अर्को चियाखुरी उडिँदैछ त्यो। जान चाहिँ मैले सामानहरू बोकिन पठाइदिएँ कमला र चन्दहरूलाई। बाटो हेरे है, बाटो हेरे पर। यसरी मौसमहरूबाट टिपेर खायौँ। यिनी जानले चोरिन गए। यदि तैँले भिडियो हेरेछ र यिनलाई पैसा तिराएस्। म बाहेक यहाँ मौसम छ हाम्रो दिपकको घरमा। यदि तपाईँ खाना चाहनुहुन्छ भने आउन सक्नुहुन्छ। अहिले चाहिँ फुपूहरू पनि आइसक्नु भएको छ। अब हामी यहाँदेखि हरिम 12-11 बजिसकेको छ। यिनी जानेर पनि सामान बोक्दै गइसकेका छन्। अहिले चाहिँ मलाई अलि हल्को भएको डेक मात्रै छ। बोका तिम्रै छन् दिन मजाले बोकिन गर्नु परेको छ। हामी चाहिँ अहिले लिसे खोला आइपुग्यौँ। तपाईँ हेर्न सक्नुहुन्छ। मजाले आइपुग्यौँ। हामी चाहिँ अहिले आधी बाटोमा आइपुगेका छौँ। यसो डेक बोक्दै, सामानहरू बोक्दै, गिटारहरू बोक्दै यसो रमाइलो भइराखेको छ। तपाईँ हेर्न सक्नुहुन्छ। डेक यस्तरी बोक्नु परेको। अहिले चाहिँ हामी यहाँ पारी डाँडादेखिबाट बल्ल आएछौँ। अब बल्ल बल्ल गइपुग्ने होला। कस्तो भइरहेछ आज? बबाल भइरहेछ। मलाई कस्तो देखाएको जानु? दामी हराउने क्या त क्या वाला यस्तो कस्तो हुन्छ? जाममा मैले काल गर्नुहुन्छ। कति धेरै आइजानु पर्छ। हेरे त आज बाप रे बाप, म त पकरेर ढल्छु होला। हिँडाएपछि लगभग 1 घन्टाको हिँडाएपछि हामी चाहिँ ढोरचोर स्कुलको तल खौला बजार भन्ने ठाउँमा आइपुगेका छौँ। यस्तो रमाइलो भएको छ, मजाले यस्तो रमाइलो छ। हेलो गाइजहरू, अहिले चाहिँ हामी विद्यालयमा आइसक्यौँ। तपाईँ हेर्न सक्नुहुन्छ। यता टोलीहरू छ नि, हाम्रो बच्चा यता छ। आइसक्यौँ अब यो यस हामी आइसक्यौँ। अब हामी चाहिँ अहिले विद्यालयमा आइसकेका छौँ। अब केही मिनटपछि हाम्रो कार्यक्रम सुरु हुनेछ। अहिले चाहिँ हामी ब्याङ्क जाँदैछौँ। कस्तो लग्ने त ब्याङ्क
उहाँले पनि आफ्नो सिट आसन गरिदिनु होला। निम्ति क्षेत्र बहादुर विकलाई हामी अगाडि बोलाउन चाहँदछौँ। अनि उहाँ चाहिँ हाम्रो यसै विद्यालयको प्रधानाध्यापक पनि हुनुहुन्छ। अनि हाम्रो अन्य अतिथिको रूपमा चाहिँ सिट आसन गरिदिनको निम्ति अनि हाम्रो सहायक प्रधानाध्यापक यामसुनालाई पनि अगाडि बोलाउन चाहन्छौँ। अनि अतिथिको निम्ति सिट आसन ग्रहण गरिदिनको निम्ति हाम्रो शिक्षक तिरक बुढालाई पनि अगाडि बोलाउन चाहन्छौँ। अनि अतिथिको रूपमा सिट आसन गर्नको निम्ति जुन विद्यार्थी भाइले सरले पढाएको कुरा मनमा राखेर बोलेर मात्रै पढाउँछ त्यो त अब मूल्य त कति अरे 1000। जसले यो कालले सुनेर सरले मैले पढाएको कुरा यो कालले उडाइदिन्छ त्यसको मूल्य कति 4 पैसा। त्यसैले भाइ बहिनीहरू सरले मैले पढाएको कुरा ध्यानसँग सुन्ने, त्यसपछि मनमा राख्ने, दिमागमा राख्ने, बोलेर पठाउने। त्यो त अब मूल्य कति 1 लाख। त्यो बहुमूल्य धेरै मूल्यको भयो। मेरा प्रिय भाइ बहिनीहरू सरले मैले पढाएको कुरा ध्यानसँग सुन्ने है, यो हो आफ्ना भाइहरूलाई ध्यानसँग सुन्ने कथा। क्रिसमस डे भनेर मनाइन्छ। भनौँ न हिन्दूहरूको महान पर्व कुन हो भन्दा विजया दशमी हो भन्ने हामी पढ्न पाउँछौँ भने विश्वको महान चाड कुन हो भन्दा क्रिसमस डे। यो मैले भनेको होइन, हाम्रो सामान्य ज्ञानले बताउँछ। अनि त्यो एसियाको तारा भनेर को चिनिनुहुन्छ भन्दाखेरि सामान्य ज्ञानले के बताउँछ भने उहाँलाई गौतम बुद्ध भनेर चिनिन्छ भने विश्वको तारा भनेर को हुन् भन्दाखेरि सामान्य ज्ञानले बताउँछ जिजस क्राइस्ट भनेर हामीले सामान्य ज्ञानमा पढ्न पाउँछौँ। अब त्यो प्रभु येशू को हुनुहुन्छ उहाँको प्रगतिको कामना गर्दै म यहाँलाई 2022 सालको ह्याप्पी क्रिसमस, मेरी क्रिसमस चाहिँ अलिकति बिते तापनि यो भनौँ न डिसेम्बरभरि क्रिसमस डे नै हो र यहाँको आदरणीय सर म्याडमलाई मेरो व्यक्तिगत रूपले पनि शुभकामना दिन चाहन्छु। यस किसिमको येशू ख्रीष्टको जन्म भएको हो र यी शुभचाडमा म यहाँ आएँ, सरलाई म धन्यवाद भन्न चाहे। सल्युट छ सर र तपाईँलाई यहाँको विस्थापन देखेर म कति अनि त्यसपछि जोड नाप्ने यन्त्र पनि छ र यसरी चाहिँ लिनु होला। यसलाई मैले अलिकति जानकारी गरेँ र हवस् धन्यवाद। हामी ताली बजाउँ सबैजनाले पर्सनल विदाइदिएको साथमा व्यक्तिगत त्यो अन्तिममा 2टा जान्छ त्यो बेला मेरो भन्छ बस हो ल यो सबै यो सम्पूर्ण अब यहाँले मौका दिनुभयो हामीलाई, यसको लागि धेरै धन्यवाद। फेरि पनि हाम्रो यहाँको व्यवस्थापन सम्पूर्ण सरहरू, हाम्रा विद्यार्थी भाइ बहिनीहरू, अभिभावकमा धेरै धन्यवाद। यो विशेष गरी गायत्री प्राविमा आइकन तपाईँको जन्मदिनमा सानै भए पनि उपहारको रूपमा हाम्रा विद्यार्थी भाइ बहिनीलाई प्रभु दिनको लागि सहायता गर्नु हाम्रा विश्वासी भाइ बहिनीले भेटी उठाएर गरेको यो उपहारको लागि धन्यवाद छ। अहिले चाहिँ हामी कार्यक्रम सिद्ध्याएर अब घर जाने कुरो छ। राम्रोसँग जान लाटा अब बाई 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 न तपाईँ खानुहोस् लागिसक्यो। यहाँदेखि फर्किँदैछौँ हामीहरू। स्कुलमा कार्यक्रम सकाएर एकदमै रमाइलो भयो, एकदम आशिषमय कार्यक्रम भयो। सिद्ध्याएर सबैजना आफ्नो आफ्नो घरतिर गइसक्नु। तर म चाहिँ फोटो भिडियो खिच्नाले ढिलो भयो क्या मलाई। र घरमा जाने टोलीले मलाई छोरी फाल्ने गयो याद छ। दौड्दैछु, मैले भेटाउँदैछु, सँगै भेटाउने कोसिस गर्नेछु साथीहरू। हामी चाहिँ खौला बजारदेखिबाट हाम्रो आफ्नो घरतर्फ अब लागिसक्यौँ। अब माथि सुलदेखि तल आएर लाग्छौँ हामी चाहिँ लगभग 20-25 मिनटको हिँडाइपछि चाहिँ बल्ल यो चाखलेको रोड भेटायौँ। बिहान चाहिँ हामी यही बाटो गएको थियौँ, अहिले पनि हामी यही बाटो आएका छौँ। एकदमै पसिनाले जिउ भिजाएर देखेँ त सर भने यता चाहिँ फुपू चाहिँ ऊ तल फुपू त्यहाँ तल आउँदै हुनुहुन्छ त्यहाँतिर गिटार बोकेर। हामी भने यहीँ छौँ। अब 1 घन्टा जति हिँडेपछि लगभग हाम्रो आधी घन्टाको हिँडाएपछि हामी यहाँ आइपुगेका छौँ दुर्गाको घरमा। एकदम पसिना धौ भएर अहिले चाहिँ जाडो भएको छ। ऊ मेरो घर चाहिँ ऊ पारी छ, तर यहाँदेखि मतलब देखिन्छ मधुर मधुर ल्याउँछु पारी छ।
साथीहरू हामी चाहिँ धेरै लामो यात्रापछि बल्ल घरमा आइपुगेका छौँ। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो त्यसको लागि तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। र यो भिडियोलाई लाइक कमेन्ट सेयर र जतिजना सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गर्न नबिर्सिनु होला। हस् त सबैजनालाई जय मसी तथा नमस्कार।